हेलो हेलो नमस्कार। आज चाहिँ म साँच्ची नै यो हाइड्रो पेन्डलको आज खास भन्ने भने हाइड्रो यो जन्तरहरूको चाहिँ म आज पित्तल काट्न सिकाउँछु। यिनीहरूको पित्तल काट्न चाहिँ कतिपय मान्छेहरूले जान्दैनन् हैन। प्रायसो यो यसको जुन छ नि यो मार्कर लगा भन्दा ठ्याक्कै भित्रपट्टि एकदम सेपेर काट्न पर्छ। यो पित्तल काट्न चाहिँ नजान्ने कारणले गर्दा चाहिँ सामान फिनिसिङ हुन पाउँदैन। यो सामान चाहिँ खास भन्ने भने ठुलो काट्यो भने यो हाइड्रो पेन्डल चन्द्रहारको पित्तल चाहिँ कहिले पनि ठुलो काट्यो भने यसमा कहिले पनि सामान फिनिसिङ आउँदैन। त्यही भएर पित्तल काट्न चाहिँ यो हामीले यसरी मार्करले कोर्नुपर्छ। मार्करले कोरेपछि कैँची अलिकति थोरै सिधा नबनाइकन टेढा गरेर यसको मार्करको भित्रको लाइनमा ठ्याक्कै भित्रको लाइनमा सर्र काट्यो भने चाहिँ ठ्याक्क त्यो पित्तलको साइजमा आउँछ र अनि ठ्याक्क बनाएको सामानमा चाहिँ ठ्याक्क हालेर अनि सामान एकदम फिनिसिङ हुन्छ। अनि त्यसरी चाहिँ काट्न पर्छ हामीले पित्तल।